जय माता की। हाम्रो चाहिँ 64 जडीबुटीबाट निर्मित धुपहरू धेरैजनाले मन पराइदिनु भयो, धेरैजनाले राम्रो छ भन्नुभयो र धेरैजनालाई राम्रो काम पनि गरेको छ। र हामीले 10 दिनदेखिबाट सबैजनालाई डेलिभरी रोकेका थियौँ। कतिजनाले फोन गर्नुभयो छैन भन्नु परेको थियो र अहिले हामीले चाहिँ यो 64 जडीबुटीबाट निर्मित धुप हामीले 3 साइजमा बनाएका छौं र हामीले रिस्टक गरिसकेका छौं। तपाईहरुले पहिला यो साइजमा लानुहुन्थ्यो भनेदेखि यो चाहिँ 10 दिनलाई 1 हप्तालाई मात्र पुग्थ्यो भनेदेखि अहिले मिडियममा पनि बनाएका छौं। यो 15 दिनलाई पुग्छ भने यो 1 महिना बढीलाई पुग्छ। यो साइजमा बनाएका छौं र धेरै जनाको माग अनुसार धेरै जनाले बाल्न गाह्रो भयो भनेर चाहिँ कति जनाको मेरो त भएन पनि भन्नु भएको थियो। उहाँहरुलाई बाल्न नआएर रहेछ र उहाँहरुको माग अनुसार कोनमा पनि अब हाम्रो यो 64 जडीबुटीबाट निर्मित धुप कोनमा पनि बन्दै छ र बनिसकेको छ। हजुरहरुलाई कुन चाहिँ सजिलो लाग्छ? कोनमा सजिलो लाग्छ, कोनमा मगाउन सक्नुहुन्छ। त्यसलाई कोइला चाहिदैन, यही सजिलो छ। यसैबाट राम्रो काम गरेको छ भने यही पनि मगाउन सक्नुहुन्छ। यसैको जडीबुटीको अर्को सेकेन्ड रूप भनेको कोनको हो। त्यसले पनि राम्रो नै गर्छ। हजुरहरुलाई जुन सजिलो लाग्छ त्यही हजुरहरुले अर्डर गर्न सक्नुहुन्छ। हाम्रो चाहिँ अल ओभर नेपाल भरि नै डेलिभरी हुँदैछ र तपाईले देख्न सक्नुहुन्छ यहाँ कार्टुनका कार्टुन यो चाहिँ बाहिर जानको लागि सबै यहाँ तपाईले देखिरहनु भएको छ। यो कार्टुनहरु चाहिँ प्याक हुँदैछ बाहिर जानको लागि। हजुरहरुले अब फोन गर्न सक्नुहुन्छ, अर्डर दिन सक्नुहुन्छ। जय माता की।